यहाँ अहिले चाहिँ चाइनामा चाहिँ प्रायः चाइनाको साथीहरूले चाइनाको जस्तै मेसिन चाहियो भनिराख्नुहुन्छ। यसमा चाहिँ 3वटा रोलर भएको छ। यहाँ 3वटा रोलर देखाइन्छ। 3वटा रोलरको यो सिङ्गल फेजबाट चल्ने, घरको लाइनबाटै चल्ने हैन, मजाले तपाईँको घरको लाइनबाट चल्ने। हामीले यहाँ दाना त निकाल्यौँ, अलि ठुलो यो गाई भैँसीका लागि हामीले निकाल्यौँ। हजुरलाई हामीले एकचोटि यहाँ चलाएर देखाउँछौँ। त्यो चलाइदिनु म ओरि राख्छु। यहाँ साइज तपाईँको दानाको साइज, दाना साइड हुन्छ सरियो ल। यो भैँसी गाई भैँसीको लागि चाहिँ एकदम राम्रो हो। फेरि कुखुराको लागि पनि हुन्छ, प्लेट चाहिँ चेन्ज गर्नुपर्छ यसको। अब यहाँ ओइरो तपाईँको जति राख्न सक्यो त्यति चाहिँ झिक्छ। अब यहाँ तपाईँको ओइरो यो कत्रो निकाल्ने हो ओइरोहरू, मसिनो निकाल्नु पर्यो भने दाइ मसिनो राख्नु पऱ्यो, होइन ठुलो निकाल्नु पऱ्यो भन्नु चाहिँ अनि चाहिँ यही ठुलो साइजको 6 mm 8 mm को दाइ राखेर पनि चलाउनु सकिन्छ। अब यसमा चाहिँ सामान्य घाँसपात हरियो घाँस पनि राख्न सकिन्छ। अहिले हामीले यहाँ थोरै थोरै राखेको कारण चाहिँ अब यहाँ मिसिन डिपार्टमेन्ट चाहिँ नकै छैन, अलिकति राखेको मैले सबै गाह्रो भइदिन्छ भने थोरै थोरै खुसिहाल। तपाईँहरूलाई चाहिँ घरमा चाहिएको बेला चाहिँ एकैचोटि पहिरो राखेर अब मकै बराङ घटना राखेर चाहिँ मिक्स गरेर बनाउन सकिन्छ। यो मिसिन चाहिँ अहिले अल नेपालभरि चाहिँ हामीले सहयोग ल्याएका हौँ। साथै दाना बनाउने र मेटेरियलमा के के राखिन्छ भनेर हजुरलाई रिक्वेस्ट होला भने हामीलाई प्रति घन्टा यसले 20 केजीसम्म पुग्छ। अब हजुरले पहिलो चाहिँ कति जस्तो कति साइजको दाना निकाल्ने हुनुहुन्छ त्यसमा भर पर्छ। एक किलो दिएपछि त भयो नि त, यही त हो नि दाना।